सेवा हो। आज चाहिँ हामी विशेष गरी ग्रीन क्रस हस्पिटलमा छौँ। विशेष गरी चाहिँ हाम्रो चिलिन्दिन भन्नाले पनि फागुनन्द गाउँपालिका 4 हाल साबिक चिलिन्दिन 9 पञ्च नेम्बाङको श्रीमती नाम के को गाडीको भद्रमाया नेम्बाङ, उहाँ चाहिँ 1 महिना अगाडि दुईटै खुट्टा जलेर हस्पिटलमा 1 महिना जति नै भइसक्यो। विशेष गरी चाहिँ त्यसको लागि चाहिँ सहयोग हाम्रो राज थेगुबा र हाम्रो धीरज सदेम्बाले चाहिँ कोरियामा हुने साथीहरूलाई सहयोग विशेष गरी अपिल गरेको थियो। त्यो सहयोग चाहिँ जम्मा जम्मी हाम्रो कोरियामा हुने चिलिन्दिन 9 देखि लिएर जो चिलिन्दिनवासीले 51 जनाले चाहिँ जम्मा जम्मी सहयोग गरेको छ। त्यसमा चाहिँ सहयोग कति आयो भन्दाखेरि 1,83,515 आइसकेको छ। त्यो चाहिँ मेरो खातामा भतिजले हालेको थियो र त्यो पैसा चाहिँ आज चाहिँ विशेष गरी उहाँको हातमा हस्तान्तरण गर्नको लागि चाहिँ समीर आङदेम्बे र म चाहिँ विराटनगर आएको छौँ यो हस्पिटलमा। अनि त्यसमा विशेष गरी चाहिँ हाम्रो मणिराज नेम्बाङले पनि मेरो खातामा 23,000 प्लस हिजो हाल्नुभएको थियो र त्यो पनि हामीले जम्मा टोटल चाहिँ 2,06,515 रुपियाँ चाहिँ हामीले चाहिँ बहिनीलाई हस्तान्तरण गर्दैछौँ। हाम्रो बिरामीलाई पनि यता देखाइदिनु, समीर यता अलिअलि देखाउँदा उहाँको अवस्था अहिले धेरै सुधार भइसकेको छ। अब अलिकति सहयोग अझै कमीले गर्दाखेरि चाहिँ यहाँदेखि डिस्चार्ज चाहिँ अस्ति नै भइसकेको रहेछ हुन चाहिँ, तर पैसाको आर्थिक अभावले गर्दाखेरि उहाँ चाहिँ अझै समस्यामा हुनुहुन्छ। र विशेष गरी चाहिँ हाम्रो चिलिन्दिनवासी सबै दाजुभाइ भाइ भतिजहरूलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने आर्थिक सहयोग उठाएर सङ्कलन गरेर तपाईँहरूले हाम्रो काकीलाई पठाइदिनु भएकोमा तपाईँहरूले एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। र विशेष गरी यो पैसा अब बिरामीको अवस्था यसो छ, तपाईँहरू देख्न सक्नुहुनेछ। यहाँ चाहिँ विशेष गरी अब अलिकति अझै पनि आर्थिक केही समस्या छ। तपाईँहरू जो कोही इच्छुक हुनुहुन्छ भने चाहिँ सदेम्बा नवीन मेरो फेसबुक छ, मलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ। किनभने उहाँको आर्थिक अवस्था धेरै खर्च भइसकेको छ उहाँलाई, किनभने अहिले बिजुली यता बिलहरू हिसाब गर्दाखेरि अझै पनि कम्ती नै छ, यहाँ अपुगै छ, किनभने डिस्चार्ज गर्ने अझै टाइम लाग्ने जस्तो छ। ल यति भन्दै सम्पूर्ण सहयोगी मनहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।